सो यो व्हाट्सअप गाइज आजको भिडियोमा म बनाउँदैछु स्पाइसी चटपटे र रारा नुडल्स। रारा नुडल्स भन्ने बित्तिकै हामीले पहिला बाहिर बिरामी हुँदाखेरि खान्थ्यौँ होला र अहिले चाहिँ एकदमै यसको झोल हेर्ने बित्तिकै गाइज एकदमै मिठो हुन्छ र तपाईँहरू हेर्न सक्नुहुन्छ मैले आलु र चना बोइल गरिसकेँ र अनि बिस्तारै रेडी हुन्छ फुल टेस्टी होममेड भाइब्सको चटपटे र रारा नुडल्स। र हामीले प्याज स्याजहरू काटिसकेँ हेर्न सक्नुहुन्छ, चना छ र अब हामी खोर्सानी काट्छौँ। खोर्सानी काटेर मैले एकदमै सानो सानो पिस बनाएर चटपटेमा हाल्नको लागि रेडी बनाएको छु गाइज। अलिअलि चाउचाउमा पनि हालेँ र हेर्न सक्नुहुन्छ गाइज चाउचाउ एकदमै खाइ लाग्दो जस्तो हेर्ने बित्तिकै यस्तो पानी परेको मौसममा र त्यसको सुप पनि एकदमै फाइदाजनक हुन्छ गाइज। ट्राई गर्नु होला रारा नुडल्स। र चटपटेको लागि प्याजहरू आलुहरू सबै रेडी छ र यसको लागि मसला त्यो कालो चाहिँ के हो छोप हो, त्यसपछि खोर्सानी र गाजर हेर्न सक्नुहुन्छ र अलिअलि पानी पुडी पनि छ र त्यसपछि हामी सबै इन्ग्रिडियन्ट्सहरू हाल्दै जान्छौँ। पहिला हामी खोर्सानी हालौँ गाइस, लेट्स गो। खोर्सानी हाल्छौँ, खोर्सानीबाट त्यसपछि सबै इन्ग्रिडियन्ट्सहरू मिलाउँदै जान्छौँ बिस्तारै सबै खोर्सानी हालिदिउँ एकदमै चट्ट पिरो बनाउनलाई। र त्यसपछि टमाटर हालिदिउँ, टमाटर हालेपछि गाजर हाल्नुपर्छ गाइस, चटपटेमा अलिकति टेस्ट आउँछ त्यसले पनि। र अब हामी यसपछि प्याज हाल्छौँ गाइस, त्यसपछि सबै इन्ग्रिडियन्ट्सहरू मिक्स गरेर हामी चटपट रेडी पार्छौँ गाइस। फ्रेस इन्ग्रिडियन्ट्स, स्पाइसी मसला अनि फुल होममेड भाइब्स, एक स्टेपमा मिठो स्मेलले किचन नै रमाइलो। र अब बदाम सदामहरू सबै हालेर हामी अब यसलाई मिक्स गर्ने गइरहेछौँ गाइस। अब भुजासुजा हालेर अलिअलि यसमा बदाम पनि हालिदिउँ, अलि त्यो चना पनि छ त्यो, र यसलाई अलिकति चना हालिदिएर अब हामी यसलाई मसला ससलाहरू हालेर यसलाई मिक्स गर्न गइरहेछौँ। यो चाहिँ मसला हाल्नु गाइज नुन र बिरे नुन हो। यो बिरे नुनलाई एकदमै अलिकति थोरै हाल्ने यसमा, ओके। अनि यो कालो छोप गाइज अचारमा पनि हाल्नुहुन्छ, यो अलिकति थोरै हाल्ने, एकचोटि अझै हालिदिउँ पुग्छ होला, अलिकति कालो बन्छ गाइज यसले। र गाइज धेरै मसलाहरू नहालिकन एकदमै सिम्पल बनाउनलाई अब हामी मिक्स गर्नलाई सजिलो होस् भनेर अब तेल हाल्छु यसमा। अब अनि त्यसपछि तेल हालिसकेपछि हेर्न सक्नुहुन्छ एकदमै कलर एकदमै राम्रो आइसक्यो यसको प्याज माथिबाट। र अब अलिकति कागती निचर्नै पर्छ गाइस, चटपटेमा कागती ननिचरी हुँदैन। त्यही भएर अब यसमा चाउचाउको मसला पनि छ र अब हामी चाउचाउ हाल्छौँ गाइस, यसमा चाउचाउ हाल्ने अनि त्यसपछि मिक्स गर्छौँ। 2 प्याकेट चाउचाउ छ गाइस, 2 प्याकेट नै हालिदिउँ। अनि त्यसपछि पानीपुरीको पुडीलाई फोडेर लेट्स गो। फुटेन त, फुट्यो होला गाइस, फुटेपछि हाल्ने। अब यसलाई फोडेर यसरी हाल्दै पनि अलिकति टेस्ट आउँछ र गाइस चटपटेमा, तपाईँहरू ट्राई गर्नु होला। र भिडियो लास्टसम्म हेरिदिनु होला गाइस, भिडियो राम्रो छ र चटपटे पनि मिठो बनाएको छ एकदमै। र यो लेजको प्याकेट अलिकति चाखी हेरौँ कस्तो छ। मिठो, मैले बनाएको त मिठै हुन्छ नि गाइस, त्यही भएर गाइस मजा। र अब हामी यसमा भुजा हाल्छौँ र भुजा हालिसकेपछि 1 चम्चा 2 कप, यो 10-20 को भयो र 30 रुपियाँको चटपटेको बने गाइस, एकदमै धेरै। 3 चोटि हाल्यो 30 रुपियाँ भयो। हेर्न सक्नुहुन्छ 50 रुपियाँमा पनि यति आउँदैन धेरै, हामीले 30 रुपियाँमा यति धेरै बनायो गाइस। हेर्नु भुजा हालेर 30 रुपियाँको भुजा है गाइस तर। र गाइस चटपटे र रारा नुडल्सको कम्बो रेडी भइसकेको छ र रारा नुडल्स टेस्ट गरी हेरौँ गाइस कस्तो रहेछ। मिठो एकदमै मिठो गाइस रारा नुडल्स। र अब हामी स्पेसल चटपटे चाखौँ कस्तो रहेछ बनेको। ओके, मैले एक बाइट लिएँ अब। ओके, मिठो छ, घरमा बनाएको गाइस, एकदमै मिठो, जहिले पनि मिठो र स्वादिलो र हेल्दी पनि। त्यही भएर ट्राई गर्नुहोस् गाइस घरमा बनाउनलाई। र एक सिप पानी खाइदिउँ, केही छैन। र अब हामी हेर्न सक्नुहुन्छ यसको फ्लेभरिङ र एकदमै टेस्टले भरेको गाइस, स्पाइसी मसलाहरूले भरेको, होममेड मसलाले भरेको गाइस है। सबै घरमै बनेको मसलाहरू हेर्न सक्नुहुन्छ, एकदमै खाउँ जस्तो। र उता साइडमा रारा नुडल्स विथ एग, बेस्ट कम्बो इन द वर्ल्ड। भिडियो हेर्दा भोक लाग्यो भने मलाई ब्लेम नगर्नु होला है गाइस। र कमेन्ट गर्नु गाइस, मैले अर्को भिडियोमा के खाएको हेर्न मन छ र मै खाएको चाहिँ नभन्नु होला गाइस। धन्यवाद, बाई बाई।